socio-political heritage. व्यवस्थित वातावरणसित सम्बन्धित कार्यक्रम गर्ने जस्तो मलाई लाग्छ। हुन्छ भनेर अनुमति दिएको हुँ। जसकोलाई अनुमति दिएर पनि के गर्छन्, के को बोर्ड पत्ता गर्छन्, के गर्छन् भन्ने मैले कैयौँ पटक अवलोकन गरेँ उहाँलाई। अन्तबाट पनि सुनेर सबैतिरबाट गएर विशुद्ध चाहिँ नि उहाँहरूको चाहिँ यो बोटनिकल गार्डन इन्भाइरोमेन्टल ब्युटिफिकेसन डेकोरेसन नै मलाई लाग्यो र यहाँहरूले चाहिँ नि सुरु गर्नुहोस्। तत्काल यति ठाउँ भएको मैले अस्ति पनि यस पछाडि तपाईँहरू एक्सपेन्सन गर्ने पछाडितिर ठाउँ छ, हामी पनि तपाईँहरूसित हुन्छौँ, हाम्रा विद्यार्थी पनि हुन्छ। राम्रो गर्ने हो, राम्रो गर्नलाई अब सुरुवात सानैबाट गर्ने हो। आजै म यो वातावरण दिवस मूल समारोह मन्त्रालयमा वन वातावरण कृषि पनि भएर आएँ। त्यहाँ मेरो बोल्ने क्रममा मैले यहीँ भने यहाँ पोलिसी बनाउनु पर्दैन, नियम कानुन बनाउनु पर्दैन, प्रशस्त छन्, दराजभरि छन्, तपाईँको मन्त्रालयभरि छन्, तिनलाई प्र्याक्टिकलमा लैजाउँ। आज यहाँ वातावरण दिवसमा आएर कतिजनाले आज बिरुवा रोप्नुभयो? जिरो। कतिजनाले वरिपरिको कर जाने सफा गरेर डस्टबिनमा फाल्नु? जिरो। अब यो इन्टरनेसनल अब वातावरण दिवसका डाटा ल्याउने, डिस्प्ले गर्ने, यस्तो छ अमेरिकामा यस्तो बेलायत यसले काम गर्दैन। हामी इन्टिग्रेटेड रूपमा सरकारले गर्नुपर्छ, उसले गर्नुपर्छ। सरकार भनेको अमूर्त ढुङ्गा हो र त्यो भनेको त हामी नै हो नि। म पनि त्यसको सदस्य हो, हामी सबै हौँ। आफ्नो आफ्नो ठाउँबाट गर्नुपर्छ, अर्कालाई दोष लगाएर अम्किने चाहिँ नि हुँदैन। बागमती सभा गर्न अगाडितिर एक थरी सभा गर्दै जाने, जनताले पछाडिबाट चाहिँ कर फाल्दै जाने ननसेन्सनेस भयो नि। सिभिक सेन्स चाहिन्छ। जबसम्म नागरिक चेतना हुँदैन तबसम्म कुनै पोलिसीले काम गर्दैन, कुनै सरकारले काम गर्न सक्दैन। यो ल्याउनु भएको छ, सुरुवात गरौँ। र अब प्रिन्सिपल अफिसको पनि जहाँसम्म कुरो छ, 44वटा विभागहरू छन्, 6वटा कार्यक्रमहरू छन्, ल्याबहरू छन्, ल्याब्रेरीहरू छन्, अनुसन्धान केन्द्रहरू छ, केन्द्रीय अफिसहरू छन्। त्यो चाहिँ 3500 रोपनी छ, कहीँ चितुवा आउँछ, कहीँ स्याल आउँछ, कहीँ आउँछ गाई बस्तु आउँछ, सबै त हामीले पनि सक्दैन। प्रत्येक आफ्नो ठाउँमा उभिनु पऱ्यो कि। अब यति गर्नु त एक दुईवटा आँसी किन्नु कि हाम्रै विद्यार्थी पनि कुनै दिन शनिबार अथवा शुक्रबार चाहिँ सफाइ अभियान लगाउने, एक दुईजनाले अगुवाई लिने, यति काट्न सकिँदैन र? मलाई पनि भन्नु, म पनि आधी त मै काटिदिन्छु। म त पाकेमा त्यत्रो घाँस पात काट्ने, त्यस्तो खरभारी काट्ने मान्छे। एउटा रुखको हाँगा काट्न चाहिँ नि 10,000 तिर्नुपर्छ। यहाँ म रुखमा चढेर काट्छु भनेको काट्न दिएन होइन। अनि रुखको हाँगा काटेको थियो वनको मान्छे आयो, तपाईँ यहाँ त सखाप पार्यो भन्छन् सर, यहाँ त सत्यानाश भयो। आज त्यो कुरो पनि खोल्यो भने हाँगा भाँचिएर कसैको घरको थानामा पर्नु हुने, मान्छे पर्नु हुने, रुखको हाँगा काट्नु नहुने, के हो वनको पोलिसी? यो कुन पोलिसी भइरहेछ? यो के भइरहेछ? बाँदरको पनि थोरै कुरो झिक्दिएको थिएँ मैले, बाँदर मार्नुहोस् त मैले भनिनँ। गाउँका चाहिने मान्छे चाहिँ भोकले मर्न हुने, उठीबास हुने, बाँदरको नियन्त्रण गर्न नसकिने मार्नुहोस् भने है मैले। फेरि म त फेरि त अब यो कन्जर्भेसन इकोलोजीको कुरो हो नि। मान्छे मर्न हुने, बाँदर मर्न नहुने हुन्छ हो। यी कुराहरू छन्। तपाईँहरूले इनिसिएसन लिनुभएको छ, इन्ट्रेस्टका साथ गर्नुहोस्। कुनै उद्देश्य त्यस्तो चाहिँ नि साह्रै नराख्नु। तपाईँ काममा चाहिँ नि इन्ट्रेस्ट राख्नुहोस्, तल्लिन हुनुहोस् र हामीलाई प्रभावित बनाउनुहोस्। हामी पनि आउँछौँ, तपाईँहरूसित आउँछ। अब तपाईँले पढे पनि तपाईँकै क्याम्पस हो, यो हाम्रै प्रोपर्टी हो। पढिसके पनि यो हाम्रो प्रोपर्टी हो, कहीँ जाँदैन। यसलाई बेटरमेन्ट गरौँ। तपाईँहरू यसैबाट सुरु गर्नुहोस्, त्यस पछाडि अर्को अध्यायको कुरो चाहिँ हामी गरौँ। ल, धन्यवाद।